बैतडीका पालिकाहरूमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहहरूमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीले जनाएको छ। सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रहिआएको र सोही अनुसार पालिकाहरूमा समिति गठन गर्ने काम भइरहेको बताउनुहुन्छ स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमन सिंह बडाल। हाम्रो केन्द्रीय कार्यालयको पत्र अनुसार स्थानीय तहहरूमा स्वास्थ्य बीमालाई जुन स्वास्थ्य बीमाको कुनै पनि ठाउँमा पीएचसीहरूमा अस्पतालहरूमा कुनै पालिकाहरूमा स्वास्थ्य बीमाको दायरालाई बढाउनको लागि नेपाल सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नै हाम्रो 77वटै जिल्लाहरूमा स्वास्थ्य बीमाको कार्यालयहरूमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्नुस् भन्ने पत्र अनुसार हामीहरू अहिले बैतडीको 10वटै स्थानीय तहहरूमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिरहेका छौँ। स्वास्थ्य बीमाले अकालमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने मुख्य उद्देश्य स्वास्थ्य बीमाको हो। स्वास्थ्य बीमा गरिसके पश्चात मानिसहरूले ठूलो खर्चको जो अग्र्नु पर्दैन, अकालमा ज्यान गुमाउनु पर्ने र पैसाको अभाव बिना नागरिकले चाहिँ ज्यान नगुमाउनु पर्ने नै स्वास्थ्य बीमाको प्रमुख उद्देश्य रहेको छ। हाम्रो 8 जनाको बीमा संयोजन समिति गठन गर्ने प्रावधान रहेको छ। हामीसँग त्यही कार्यविधि छ। नगरमा नगर प्रमुख संयोजक र पालिकाहरूमा पालिका प्रमुख संयोजक गरेर वडा अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, सेवा प्रदायक स्वास्थ्य संस्थाबाट र हाम्रो जिल्ला कार्यालयबाट सो पालिका हेर्ने दर्ता अधिकारी चाहिँ सो समितिको संयोजक, सो समितिको सदस्य रहने गरेर जम्मा 8 जना चाहिँ नागरिक, 8 जनाको चाहिँ हाम्रो यो टिम बन्ने अवस्था रहेको छ। स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बीमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको बताइएको छ। जिल्लाका सबै स्थानीय तहमा समिति गठन गर्ने र नागरिकलाई सहज रूपमा स्वास्थ्य बीमाको पहुँचमा पुर्याउने तयारी रहेको छ। अहिले स्वास्थ्य बीमाको हाम्रो बैतडी जिल्लामा 3वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू रहेका छन्, जसमा जिल्ला अस्पताल बैतडी र पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर पीएचसी भनेर 3वटा सर्भिस पोइन्ट बैतडी जिल्लाको बिमितले 3वटा प्रथम सेवा बिन्दु कायम गर्न पाउने स्थिति भएको छ र कुनै पनि नागरिक 10 नगरपालिका भित्रको नागरिक ले स्वास्थ्य बीमामा आबद्ध हुँदाखेरि उसले प्रथम सेवा बिन्दु रोज्न पाउने भनेको नजिकको आफ्नो स्वास्थ्य संस्था हो, जसमा जिल्ला अस्पताल बैतडी प्रथम सेवा बिन्दु रहने प्रावधान रहेको छ र हाम्रो पाटन एरियाको सबै वडाका साथीहरू स्वास्थ्य बीमामा आबद्ध भएका जुन बिमितहरू छन् उनीहरूले प्रथम सेवा बिन्दु पाटन पीएचसी राख्ने गरेको प्रावधान रहेको छ र हाम्रो पञ्चेश्वर अनि शिवनाथ र मेलौलीको जुन चाहिँ स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरू छन् ती नागरिकहरूको प्रथम सेवा बिन्दु केशरपुर पीएचसी राख्ने प्रावधान रहेको छ र अहिले केशरपुरमा सफ्टवेयरको अभावले गर्दाखेरि केही दिनदेखि सेवा अवरुद्ध भएको छ। 1-2 वर्षै भइसक्यो त्यहाँ एमबीबीएस डाक्टर बस्ने गरेको रहेछ। म हिजो 80 मात्रै मेरो टिम म सहित मेरो कार्यालयको दर्ता अधिकारी अनिल चन्द्र जोशी र लगभग 1 हप्ता भइसक्यो जिल्लाबाट बाहिर निस्किएको। हामी स्वास्थ्य बीमा संयोजन समिति गठनदेखि लिएर स्वास्थ्य संस्थामा भएका अप्ठ्याराहरू के कसरी फुकाउन सकिन्छ, के कसरी नागरिकलाई सहज रूपमा उपचार पाउन सकिन्छ भन्ने हेतुले लगभग जिल्लाबाट निस्केको लगभग आज 8 दिन भयो। आज पनि म बैतडीको दोगडा केदारको 1 नम्बरमा रहेको यो रिम भन्ने ठाउँमा हाम्रो दर्ता सहयोगीहरू अलिकति निष्क्रिय रहेका थिए र तिनीहरूलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने हेतुले हिजो राति रिम भन्ने ठाउँमा बास बसिसके पश्चात म भोलि दोगडा केदारको कार्यक्रमको लागि मेरो टिम सहित अहिले म बाटोमै छु र स्वास्थ्य बीमामा आबद्ध हुने जुन चाहिँ नागरिकहरू छन् ती नागरिकहरूलाई प्रथम सेवा बिन्दुबाट रिफर, हजुरले जुन रिफरको कुरा गर्नु भएको छ, प्रथम स्वास्थ्य बिन्दुबाट उपचार सम्भव नभएको नागरिकले चाहिँ रिफर लगेर अन्यन्त्र नेपाल सरकारले आबद्ध गरेको सूचीकृत गरेको स्वास्थ्य संस्थाहरूमा रेफर गर्ने प्रावधान रहेको छ। हिजो अस्ति मात्रै मैले न्युज नै सुनिरहेको छु स्वास्थ्य मन्त्रीज्यूद्वारा अब रेफरको झन्झट पनि अन्त्य भन्ने केही निर्णयहरू भएका छन्। मैले त्यो राम्रोसँग बुझ्न पाएको छैन र त्यो निर्णय यदि कार्यान्वयन हुन्छ भने रेफरको झन्झट पनि अन्त्य हुने अवस्था रहेको स्थिति रहेको छ। बैतडीमा 29,083 परिवारका 52,000 जना स्वास्थ्य बीमामा आबद्ध रहेका छन्। स्वास्थ्य बीमामा आबद्ध हुँदा 5 जना सदस्य भएको परिवारले 3,500 रुपैयाँ प्रिमियम तिरेपछि 1 वर्षका लागि 1 लाखसम्मको उपचार निशुल्क रूपमा पाउने व्यवस्था रहेको छ। रेडियो निङलासेनी गोविन्द पन्त
बैतडी।